र फेरि पनि एकपल्ट लङ टाइम बाद मेरो रिनमा लक्ष्मण युट्युब च्यानलमा सम्पूर्णलाई स्वागत जनाउँदै र नयाँ वर्षको शुभ अवसरमा यो 2026 नयाँ वर्षको अवसरमा र म चाहिँ भन्नै पर्दाखेरि सबैजनाको आफ्नो आफ्नो प्लानिङ आज 1 जनवरी पिकनिकहरू होला र म चाहिँ भन्नै पर्दाखेरि अहिले ससुराली गाउँ तकबिहामा छु र हामी परिवारै छौँ र सर्वप्रथम त सबैजनालाई यस नयाँ वर्ष 2025 मा चाहिँ जस्तै दुःख सुख प्रकारले बिते तापनि यो 2026 सबैको राम्रोसित बितोस् अनि सबै घर परिवारमा खुसी शान्ति र समृद्धि छओस् अनि सबै परिवारमा खुसीको साथमा सफलता सदैव पाओस् यही शुभकामना साथै सम्पूर्ण मेरो शुभचिन्तकलाई नयाँ वर्ष 2026 को यही सम्पूर्णलाई धेरै धेरै शुभकामना व्यक्त गर्दै र आज चाहिँ म पिकनिक ससुराली गाउँ पिकनिकमा जाँदैछु र आजको भिडियो के कस्तो हुन्छ तपाईँले अन्तिमसम्म हेरेर सधैँ चाहिँ साथ दिनुहुन्छ भन्ने मैले पूर्ण आशा साँचेको छु र मेरो वाइफ चाहिँ यहाँ छ वाइफ र छोरी चाहिँ यहाँ हामी जाँदैछौँ केही भनिदिन्छौ तिमीले हामी चाहिँ जाँदैछौँ नि परिवार र हेर्दै गर्नुहोस् ल र अहिले चाहिँ भन्नै पर्दाखेरि म पिकनिक भेन्यूमा पुगिसकेको छु र यहाँनिर चाहिँ भन्नै पर्दा मेरो ससुराली गाउँ तकबिहामा हो अघि पनि तपाईँलाई जानकारी गराएको थिएँ यो चाहिँ प्लेस चाहिँ मलाई मजाको लाग्छ यो ठाउँ चाहिँ पहिल्यैबाट पनि धेरै मन पर्थ्यो यहीँनिर पिकनिक आयोजना गर्नुभएको रहेछ यहाँ सबैजना गाउँको आफन्तजन मामा दाजुभाइ दिदीबहिनीहरू सबैजना मिलेर र हामी पनि आएको छौँ यहाँनिर प्रोग्राम पनि रहेको रहेछ यहाँनिर चढ्नु पर्ने प्राइस राखिएको छ दुनिया की सुनता है क्यों होइन हुन्छ कतिजना टिम हुन्छ त्यही अनुसारले हामी खेलाउनेछौँ र यहाँ आएर हामीसँग टिमको सम्पर्क गरिदिने अनुरोध गर्दछु र यस वनभोज कार्यक्रममा चाहिँ विभिन्न गेमहरू पनि राखिएको रहेछ र फर्स्ट गेम चाहिँ यहाँ गर्ल्सहरूको लागि दिदीबहिनीहरूको लागि पासिन्दा क्वेसन राखिएको छ र यो सुरुवात भइसकेको छ जानु पर्दैन राम्रो दिने राम्रो फाइनल गेम रहेको छ अंकिता अहिले विनर भएको छ दोस्रो गेम मसिनो भाइहरूको लागि जेन्जी ग्रुपको लागि चाहिँ कक फाइट सुरुवात भइसकेको छ
यो चाहिँ फाइनल रहेको छ, दुईजना पढिरहेको छ भाइहरू। फाइनल गेम सर्ट फाइटको फाइनल गेम। भाले झगडाको पहिलो स्थान गर्न सफल भएको छ भने अब हेलो र यहाँ जति पनि हाम्रो सोसियल मिडिया हुनुहुन्छ है, सोसियल मिडियातर्फ यो जति हाम्रो कार्यक्रम भएको थियो जहाँसम्म फरवर्डमा दिनुहोस् है सबैजनाले। जसको मोबाइल छ है आफ्नो आफ्नै एकाउन्टमा लगाएर मिडल तथ्यमा चाहिँ यस्तो मनोरञ्जन भएछ भने चाहिँ सबैले जानुहोस् न है, अरू केही नभएको। जसले फोन चलाउनुहुन्छ सबैले आफ्नो आफ्नो एकाउन्टबाट चाहिँ फरवर्ड गरिदिनुहोस् है जतिवटा कार्यक्रमहरू। यो चाहिँ तेस्रो गेम रहेको छ। यो चाहिँ थाल ठटाएर थाल ठटाउनेलाई समात्नु पर्ने रहेछ। भाइहरूले कोसिस गरिरहेको छ। कोसिस जारी छ। कमाउन सकेको छैन। डुक्पाले थियो होइन, डुक्पा अब एकजना चयन हुनेछ, यो 3जना मध्ये एकजना चाहिँ सेलेक्ट हुनेछ। र यो चाहिँ जुनियर भाइ बहिनीहरूको लागि थाल ठटाउनेलाई छुनुपर्ने हुन्छ। कोसिस एकदम जारी छ भाइ बहिनीहरूको। र अबको चौथो गेम भनौँ न, चौथो गेम चाहिँ जोडी तान्ने रहेको छ र केही क्षणमा सुरुवात हुनेवाला छ। जोडी तान्ने पनि यहाँनिर आफ्नो आफ्नो टिम 4 टिम रहेको छ। यो टिमको 4वटा दलबाट एक एकजना यहाँ आइदिनु होला, आफ्नो चिठा टिप्न मिल्छ कसैले। यता दाहिनेको देब्रे, देब्रेको दाहिने दोरी सिधा बनाइदिनु होला। दोरी अलिक पछि बस्नु, अलिक पछि। प्रेम छिरिङ लेप्चाको दलले जितेको छ भने अर्को टिम सञ्जित छेत्रीको टिमले हारको सामना गर्नु परेको छ। अब दोस्रो पोट पछाडि बसेको भाइ होइन, अघि पछि बस्नु पर्थ्यो नि, अलिक अघि पछि थियो नि है यताको भन्दा। यस्तो खालको बाँधेर चाहिँ रिसेला जस्तो लाग्यो। जीते
अच्छा अच्छा यो पहिलो गेम आफ्नो पक्षमा हारिसक्नु भएको छ हाम्रो त अब अब अर्को टिम होइन उयो थियो नि त नरेन आइपुगेछ नरेन र यो चाहिँ फाइनल गेम रहेको छ यी बाँसमा सर्ने यहाँनिर एकदमै भरपुर प्रयास गरिरहेको छ हाम्रो दाजुभाइहरूले यहाँनिर माथि यो टुप्पीको एउटा यहाँनिर केही राखिदिनु भएको रहेछ यसलाई निकाल्ने प्रयास यो दोस्रो प्रयास हो फर्स्टमा पनि प्रयास थियो र यो दोस्रो प्रयास निकै नजिकै पुगिसकेको छ चान्स भयो अब टिममा चाहिँ पक्कै पहिलो दोस्रो यो तेस्रो प्रयास हाम्रो दाजुभाइको एकदमै कोसिस एकदमै यो तेस्रो कोसिस हो जहाँसम्म पुग्ने चान्सेस छ एकदमै कोसिस सक्सेस भएको छ यहाँ टिपिसकेको छ जुन चाहिँ बाँच्न पर्ने वो पनि खतम सकिसकेको छ र सबै नानीहरूले अलिकति हात खुट्टा पखाल पुगल पारेर अब खानाहरू वितरण भइरहेको छ सबै गेमहरू सकिसकेको छ अब चाहिँ खानापिनाको लागि अनुरोध गर्दछौँ तयारी चलिरहेको छ दिदी माछाहरू चाहिँ यहाँ छ पिकनिक सकेर पनि अब चाहिँ खानपिन यहाँनिर Yeah.